आज 304औं पृथ्वी जयन्ती तपाईँ पनि आउनुभएको कसरी सम्झिराख्नु भएको छ पृथ्वीनारायण शाह? होइन, पृथ्वीनारायण शाह नेपाल र नेपालीको आस्था र विश्वास र नेपालको पहिचान र प्रतिष्ठालाई अगाडि बढाउने एउटा महान व्यक्ति हो, जसले आज नेपाललाई एकीकरण गरेर एउटा यस्तो विशाल राष्ट्र वंशमा बनाएर 22-24 राज्यलाई अहिले एकीकरण गरेर आज नेपाल भन्ने राष्ट्र बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ। र पृथ्वीनारायण शाहले अगाडि सारेका दिव्य उपदेशहरू आज पनि सान्दर्भिक छन्, समय सापेक्ष छन् र हाम्रा देशका नेताहरूले दलहरूले त्यसलाई आत्मसात गर्नुपर्ने आवश्यकता र बाध्यता पनि छ। उहाँले अगाडि सार्नु भएको परराष्ट्र नीतिमा, अर्थनीतिमा, सुरक्षा नीतिमा तपाईँले राम्रोसँग दिव्य उपदेश पढ्दाखेरि त्यसले हामीलाई सङ्केत गर्छ। त्यो एकदम सान्दर्भिक, समय सापेक्ष पनि छ। र दोस्रो कुरा, पृथ्वीनारायण शाहलाई आज हामी सबै नेपालीले किन सम्झाउनु पर्छ? पृथ्वीनारायण शाहलाई भन्दाखेरि नेपाल भन्ने राष्ट्र कसले भन्यो? पृथ्वीनारायण शाहले भन्यो। र नेपाल भन्ने राष्ट्रको परिकल्पना गर्नु पृथ्वीनारायण शाह, नेपाललाई एकीकरण गर्नु, 22-24 राज्यलाई मिलाउनको लागि त्यतिखेर एकीकरण गर्नको लागि जो 22-23ले गर्न सक्थ्यो, तपाईँ परिकल्पना गर्नुहोस् त। त्यस्तो बेलामा नेपाललाई एउटा विशाल राष्ट्र बनाउनु उहाँले खेलेको भूमिका कुनै पनि नेपालले कहिले पनि बिर्सन सक्दैन। र हाम्रो देशमा त अझै पनि पृथ्वीनारायण शाहको बारेमा जति बहस हुनुपर्थ्यो, जति उहाँको योगदानको बारेमा हामीले पोलिटिकल पार्टी सबै पक्षको छ नि ध्यान केन्द्रित हुनुपर्थ्यो, अझै भएको छैन भन्छु। किनभने पृथ्वीनारायण शाहलाई जति सम्झाउनुपर्छ त्यति अझै पनि हाम्रा देशका नेताहरूले सम्झेन, आत्मसात गरेन उहाँको नीतिलाई। त्यो के कारणले हुनसक्छ? जसरी उहाँको त्यति धेरै दिव्य उपदेश दिनुभएको छ, त्यो दिव्य उपदेशमा अहिले देश चल्न सकिरहेको छैन। तपाईँले नै भनिराख्नु भएको छ त्यो दिव्य उपदेशमा देश चल्नु पर्थ्यो, यहाँको नियामक निकाय सरकार पक्षले त्यसमा ध्यान दिनु पर्थ्यो, तर दिइरहेको छैन होइन। किन भन्दाखेरि पृथ्वीनारायण शाहको बारेमा समाजमा अझै पनि एउटा सोच छ क्या, हाम्रो अहिलेको परिवर्तनकारी नेताहरूको दृष्टिकोण, विचार राजा महाराजको कुरा गर्छ। राम्रो काम गर्ने मान्छेलाई सबैले स्वीकार्नुपर्छ क्या। जस्तो पृथ्वीनारायण शाहलाई आज कुनै पनि व्यक्तिले निषेध गर्न सक्दैन उहाँको दिव्य उपदेशलाई। तर हामीले आज एक दिन मात्रै सम्झेर भएन, 27 गते मात्रै पृथ्वीनारायण शाहको बारेमा बहस गरेर भएन, पृथ्वी जयन्तीको बारेमा एक दिन मात्रै कुरा गरेर भएन क्या। म भन्छु प्रत्येक दिन हामीले त्यो एजेन्डालाई उहाँको दिव्य उपदेशलाई आत्मसात गरेर बहस गरौँ। जस्तो नेपालको आजको अवस्था, भूगोल हेर्नुहोस् त, मैले भन्नुभएको थियो त्यतिखेर दुई ढुङ्गा बिचको तरुण जस्तो परिकल्पना। त्यतिखेर आज चीन र भारतको बिचमा हामी छौँ, हाम्रो भूगोलको अवस्था। त्यतिखेर उहाँले त्यस्तो किसिमको दूरदर्शी कुरा ल्याउनु, उहाँले सुरक्षाको कुरा गर्दाखेरि, त्यतिखेरको उहाँको दिव्य उपदेशको कुरा गर्दाखेरि। त्यसैले म के भन्छु भन्दाखेरि आज हाम्रो देशको परिकल्पनाकार हो पृथ्वीनारायण शाह, यो देशको राष्ट्र निर्माता हो। त्यसैले म के भन्छु भन्दाखेरि सबै नेपालीलाई एकपटक म आग्रह गर्न चाहन्छु, हामीले इतिहासलाई राम्रोसँग पढौँ, अध्ययन गरौँ र इतिहासलाई हामीले आत्मसात गर्न सकेनौँ भने हामी पनि सक्छौँ। अब हिजो मात्र 304औं पृथ्वी जयन्तीको अवसरमा पूर्व राजा ज्ञानेन्द्रले सन्देश पनि दिनुभएको छ, त्यो सन्देशलाई कसरी हेरिराख्नु भएको छ? होइन, पूर्व राजा ज्ञानेन्द्र शाहको सन्देश राम्रो पनि छ, मार्मिक पनि छ। उहाँले देश सङ्कटमा भएको कुरा विशेष चाहिँ अभिव्यक्त गर्नुभएको छ। दलहरूको कुरा गर्दाखेरि, अहिलेको अवस्थाको भूगोलको कुरा गर्दाखेरि दलहरूको सोच र चिन्तनमा पनि उहाँले कष्ट उठाउनु भएको छ। अझै पनि दलहरू सुध्रिन सक्छैनन्, दलहरूले जनताको लागि काम गर्न चाहेनन्, गरेन भन्ने उहाँको सङ्केत छ क्या। त्यसैले पूर्व राजा ज्ञानेन्द्र शाहले पनि राम्रो किसिमले एउटा समय सापेक्ष अभिव्यक्ति दिनुभएको छ। हाम्रा देशका नेताहरूले त्यसलाई आत्मसात गर्नुपर्छ, त्यसलाई स्वीकारेर जानुपर्छ। किन भन्दाखेरि हामी पूर्वाग्रही हुनु हुँदैन। म त एउटा प्रस्ताव अगाडि सारिरहेको छु, अहिले पछिल्लो समय सर्वपक्षीय सर्वदलीय एउटा राष्ट्रिय सहमति खोजौँ देशमा। कुनै पनि व्यक्तिलाई निषेध गरेर देशको निकास हुँदैन।
अब यो देश बनाउने भनेको, यो देशको विकास र समृद्धि भनेको, यो देशका जनतालाई खुसी राख्ने भनेको सर्वपक्षीय सर्वदलीय एउटा राष्ट्रिय सहमति कायम गर्ने, सबैको अपनत्व होस् देशमा।